कार्यक्रम सुरु गरौँ आजको पञ्चाङ्गबाट। आज मिति 2082 साल असोज महिनाको 14 गते मंगलबार, ईस्वी सम्वत सेप्टेम्बर 30 तारिक सन् 2025, श्री साके 1947 नेपाल सम्वत 1145 सिद्धार्थी नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिणी गोलार्धमा छन्। शरद ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन शुक्ल दुर्गा पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आश्विन शुक्ल दुर्गा पक्षको अष्टमी तिथि दिनमा 1:42 त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाषाढा रातिमा 5:12 रहनेछ भने त्यसपछि उत्तराषाढा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा शोभन 43 घटी 57 पलासम्म, त्यसपछि अतिगण्ड योग लाग्नेछ। कर्णमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मित्र योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमान 29 घटी 43 पला अर्थात् 11 घण्टा 55 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:56 जयदेव मुहुर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:49 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 1:21 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 11:35 रहेको छ। आज बडा दशैंको महाअष्टमी पर्व, कालरात्रि र गोरखकाली पूजा तथा भौमाष्टमी व्रत गर्ने दिन पनि रहेको छ। पञ्चाङ्ग बारेको जानकारीसँगै अब लागौँ आजको राशिफलतर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज पनि समय खराब रहनेछ। मीन राशिको चन्द्रमाको नकारात्मक प्रभाव अर्थात् शत्रु स्थानको प्रभावका कारण पढाइ लेखाइमा समय दिन निकै कठिन हुनेछ। चिन्ताले सताउनेछ। सवारी साधनको प्रयोग गर्दा निकै नै ध्यान दिनुपर्नेछ। व्यापार व्यवसायमा पनि त्यति धेरै लाभ प्राप्त हुने छैन। घाटा लाग्न सक्छ। व्यापार व्यवसायमा त्यसतर्फ तपाईँ सचेत हुनुपर्छ। आर्थिक कारोबार पनि भद्रगोल हुन सक्नेछ। माया प्रेममा पनि धोका हुन सक्छ भने दाम्पत्य जीवनमा पनि खटपट आउनेछ। आफन्त तथा साथीभाइ बीच वैमनस्यता बन्ने ग्रहयोग भएकाले आज साथीभाइसँग तथा आफन्तसँग भेटघाट नगर्दा नै राम्रो हुनेछ। आज टाढाको यात्रा गर्दै हुनुहुन्छ भने पनि सचेत हुनुहोला। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूका लागि समय शुभ रहनेछ। विभिन्न क्षेत्रबाट सहयोग र तपाईँलाई उपहार प्राप्त हुनेछ। मीन राशिको चन्द्रमाको सकारात्मक प्रभावका कारण आय आर्जन पनि राम्रो हुनेछ। अतिथिका रूपमा आफन्तको घरमा सहभागी हुन पाउनुहुनेछ। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्नेछ। विशेष गरी पारिवारिक यात्रा अत्यन्तै फलदायी रहनेछ। कामबाट पनि तपाईँलाई आज फुर्सद मिल्नेछ। सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथ र सहयोगले नयाँ काम सम्पादन गर्न सहज हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुको साथै दाम्पत्य जीवन पनि सुखमय रहनेछ। आज मातापिताको साथमा कुनै देवी देवताको दर्शन गर्नाले तपाईँलाई निकै राम्रो हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि समय शुभ छ। आज विवादित विषयहरूबाट पनि तपाईँकै पक्षमा फैसला आउनेछ। पढ्ने लेख्ने काममा अरूलाई पछाडि पार्दै आफू निकै अगाडि बढ्न सकिनेछ। मीन राशिको चन्द्रमाको सकारात्मक प्रभावले पुराना समस्याबाट छुटकारा पाउने दिन पनि आज रहेको छ। स्वास्थ्य पनि सबल रहनेछ, जसका कारणले कामधन्दामा जोस जागरका साथ गर्न सकिनेछ। तपाईँसँग मनमुटाव राख्ने व्यक्तिहरू अथवा शत्रुता राख्न चाहने व्यक्तिहरू आफै पछि पर्नेछन्। टाढाको यात्रा पनि फलदायी रहनेछ। आर्थिक कारोबार आज अत्यन्तै उपयुक्त रहेको छ। आज नयाँ व्यवसायको थालनी र टाढाको यात्राका लागि पनि उपयुक्त दिन रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि आज समय शुभ रहने छैन। स्वास्थ्य पनि त्यति भरपर्दो रहने छैन। मीन राशिको चन्द्रमाको नकारात्मक प्रभाव कर्कट राशिमाथि पर्ने भएकाले चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाइने अवस्था आउनेछ, जसका कारणले तपाईँको मन खिन्न हुनेछ, चित्त दुख्नेछ। आज गरेका काम बिग्रने हुँदा सकभर नयाँ काम आज सुरुवात नगर्दा नै राम्रो हुनेछ। राजकीय सम्मान पाउने योग पनि आज टरेर जानेछ। राजनीतिमा पनि प्रतिस्पर्धीहरू हावी हुनेछन्। छातीमा समस्या आउन सक्छ। एकपटक स्वास्थ्य जाँच आज अवश्य गराउनुहोला। घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा तपाईँलाई निकै असहज महसुस हुनेछ। टाढाको यात्रा गर्दै हुनुहुन्छ भने मातापिताको आशीर्वाद तथा देवी देवताको दर्शन गरेर यात्रा गर्न सक्नुहुनेछ। आज खानपानमा पनि विशेष ध्यान दिनुपर्नेछ।
अब 5औं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि पनि समय शुभ रहेको छैन। आफन्त तथा अग्रजहरूसँग विवाद पर्न सक्ने ग्रह गोचर आज रहेको छ। गैर न्यायिक काम नगर्नुहोला, किनकि दण्ड र जरिवानामा पर्न सकिने सम्भावना रहेको छ। आज मीन राशिको चन्द्रमाको नकारात्मक प्रभावले स्वास्थ्यमा पनि समस्या आउनेछ, जसका कारणले औषधि उपचारमा खर्च बढेर जानेछ। परिवारमा पनि तनाव उत्पन्न भएकाले तपाईँ विशेष गरी पुरुष मित्रहरू सतर्क हुन आवश्यक छ। विदेशी सामानको व्यापार व्यवसाय भने फस्टाएर जान सक्ने ग्रह गोचर रहेको छ। कर्म प्राप्तिका लागि लामो दूरीको यात्रा पनि हुन सक्नेछ। विशेष गरी आज धार्मिक यात्राले तपाईँलाई मनमा शान्ति दिलाउनेछ। घर परिवारमा सौहार्दपूर्ण वातावरण सिर्जना हुनेछ। आज जे काम गर्दै हुनुहुन्छ सतर्क भएर भने अवश्य गर्नुपर्नेछ। अब 6औं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूका लागि समय राम्रो रहनेछ। धार्मिक र आध्यात्मिक क्षेत्रतर्फ तपाईँको मन आकर्षित हुनेछ। धार्मिक क्षेत्रतर्फको यात्रा पनि सहज र सफल हुनेछ। मीन राशिको चन्द्रमाको प्रभावले पढाइ लेखाइमा मन जानेछ, तर नतिजा भने निकै न्यून आउनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा भने जस्तो नतिजा हात लाग्न निकै कठिन हुनेछ। आम्दानी र खर्चको सन्तुलन मिलाएर अघि बढ्दा निकै राम्रो हुनेछ। आज नयाँ व्यवसायको थालनी गर्नका लागि दिनमा 2 बजेपछिको समयमा उपयुक्त रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ, महत्त्वपूर्ण काम गर्दै हुनुहुन्छ भने दिनमा 2 बजेपछि मात्रै गर्दा राम्रो हुनेछ। अब 7औं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि समय र स्वास्थ्य राम्रो रहनेछ। मीन राशिको सकारात्मक प्रभाव तुला राशि माथि पर्ने भएकाले नयाँ काम पाउने तथा व्यापार व्यवसायमा प्रशस्तै आम्दानी हुने ग्रह गोचर रहेको छ। कृषि र पशुपालन व्यवसाय पनि फस्टाएर जाने दिन रहेको छ। अध्ययनमा राम्रो सफलता प्राप्त हुनेछ। पैतृक सम्पत्ति प्रयोग मार्फत मनज्ञ धनार्जन गर्न सकिनेछ। सरकारी सम्पत्तिको पनि प्रयोग गर्न पाइने हुँदा तपाईँको मन प्रसन्न हुनेछ। आफन्तले पनि तपाईँलाई साथ र सहयोग गर्नेछन्। टाढाको यात्रा पनि सफल हुनेछ। शैक्षिक क्षेत्रबाट पनि तपाईँलाई राम्रो सम्मान मान सम्मान मिल्नेछ। अब 8औं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि भने समय खराब छ। स्वास्थ्यमा पनि समस्या देखिन सक्छ। चिसोले तपाईँलाई निकै दुःख दिँदैछ। आज पानी उमालेर मात्रै पिउनुहोला। पिसाब सम्बन्धी समस्या देखा पर्ने ग्रह गोचर रहेको छ। आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ, त्यसतर्फ तपाईँले ध्यान दिनुहोला। आज सकभर नयाँ व्यवसायमा अथवा बुझ्दै नबुझी व्यवसायमा लगानी नगर्नुहोला। आज टाढाको यात्रामा पनि समस्या हुन सक्ने भएकाले यात्रा नगर्दा नै राम्रो हुनेछ। यात्रा गर्नुपर्ने बाध्यता नै रहेको छ भने धार्मिक उपाय अपनाउनुहोला। यात्राका क्रममा खानपान र आफ्नो सामानको सुरक्षामा पनि ध्यान दिनुहोला। अब 9औं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूका लागि पनि समय खराब छ। आज आफन्त व्यक्तिसँग झगडा पर्न सक्छ। मानसिक चञ्चलपन रहनेछ, जसले गर्दा पेसागत क्षेत्रमा निकै ठुलो हानि हुनेछ। आज तपाईँलाई हरेक काममा समस्या आउनेछ। समय कष्टप्रद रहनेछ। अनावश्यक भ्रमण पनि हुन सक्नेछ। आफन्त व्यक्तिले नै तपाईँलाई धोका दिने ग्रह गोचर रहेको छ। हरेक कार्यमा आज सतर्क हुन आवश्यक छ। समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्त्वपूर्ण निर्णय केही पनि नगर्दा नै राम्रो हुनेछ। तपाईँको हातबाट नगद कारोबार पनि नगर्नुहोला। अब 10औं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि समय राम्रो रहनेछ। स्वास्थ्य पनि निकै मजबुत रहनेछ। मीन राशिको चन्द्रमाको प्रभावले परिवारका साथमा रहेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आज रहेको छ। तपाईँले सुरु गर्नुभएको काममा तपाईँको आफन्तले नै सहयोग गर्नेछन्। छिमेकीबाट कामको उच्च मूल्याङ्कन हुने ग्रह गोचर रहेको छ। व्यापार व्यवसाय फस्टाएर जानेछ। यसअघिका आर्थिक समस्या आजदेखि समाधान हुने ग्रह गोचर रहेको छ। आफ्नो प्रिय पात्रलाई नजिकै राखेर काम गर्नुभएमा त्यो कामले निकै राम्रो सफलता हासिल गर्नेछ। टाढाको यात्रा पनि सफलतापूर्वक गर्न सकिनेछ। आज तपाईँले नयाँ व्यवसायमा लगानी गर्नुभएमा त्यसको भविष्यमा निकै राम्रो प्रतिफल प्राप्त हुनेछ। अब 11औं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि समय भरोसाको छैन। मीन राशिको शत्रु स्थानको चन्द्रमाको प्रभावले यात्रामा निकै समस्या आउनेछ। लेनदेन गर्दा पनि निकै ज्यादा घाटा पर्नेछ। घर परिवारमा कुनै व्यक्ति बिरामी पर्नेछन्। दलालले पैसा ठगिदिने ग्रह गोचर पनि रहेको छ, जसका कारणले विशेष गरी विदेश जाने व्यक्तिहरूले निकै सतर्कता अपनाउन आवश्यक छ। आज नयाँ खालको रोग तपाईँको शरीरमा देखा पर्नेछ। समय खराब रहेकाले यात्रा नयाँ कामको थालनीका लागि विशेष सतर्क हुन आवश्यक छ। आज विशेष गरी
आर्थिक कारोबार तपाईँको हातबाट नगरी तपाईँको परिवारका सदस्यबाट गर्दा राम्रो हुनेछ। आज यात्रा गर्नै पर्ने बाध्यता रहेको छ भने धार्मिक उपाय अपनाएर मात्रै गर्नुहोला। अब अन्तिममा आजको मीन राशि हुने व्यक्तिहरूका लागि समय आज अत्यन्तै राम्रो रहनेछ। आफ्नै राशिमा रहेका चन्द्रमाको प्रभावले गर्दा टाढाबाट नगद प्राप्त हुनेछ। विदेशबाट नवीन समाचार सुन्नु पाइनेछ। आफ्नो व्यवसायमा सोचेअनुसारकै लाभ प्राप्त हुनेछ। धार्मिक कार्यमा पनि निकै रुचि बढ्नेछ। पठन पाठन क्षेत्रबाट उत्कृष्ट नतिजा हासिल हुनेछ। समग्रमा आजको समय शुभ रहेकाले शुभ समयको भरपूर फाइदा उठाउनुहोला। सामाजिक क्षेत्रबाट पनि तपाईँलाई आज मान सम्मान मिल्ने ग्रह गोचर रहेको छ। आफन्तले पनि तपाईँको कामको निकै धेरै प्रशंसा गर्नेछन्। आज यसअघिका पारिवारिक समस्या पनि हटेर जानेछ। माता पिताले पनि तपाईँलाई निकै राम्रो आशीर्वाद दिनुहुनेछ।